सम्पूर्णमा नमस्कार। म आज हजुरहरूलाई एउटा घर बनाएर देखाउन गइरहेको छु। सर्वप्रथम मैले पेन टुल लिएँ। पेन टुल लिइसकेपछि यति गरिदिएँ। यति गरिसकेपछि मैले फेरि यतादेखि यो पाखो बनाएँ। यताबाट यता र यता मिलाइदिएँ। यति गरिसकेपछि अब फेरि मैले के गरेँ भन्दाखेरि फेरि माथि अर्को घरको छानो बनाउन गइरहेको छु। यति गरेँ, यताबाट यता लगेँ, यति गरिदिएँ। यति गरिसकेपछि फेरि मैले यतैबाट यति गरिसकेपछि मैले सेप टुलमा गएँ। सेप टुलमा गइसकेपछि यस्तो कर्नर आउँछ, त्यहाँ गएर कन्भर्ट टु कर्भ गर्ने। मैले यसलाई यति थोरै कर्भ गरिदिएँ। यति भइसकेपछि फेरि मैले पेन टुलमै गएर मिलाइदिएँ। यति भइसकेपछि अब मैले चाहिँ एउटा रेक्टेङ्गल सर्कल लिएँ। रेक्टेङ्गल टुलमा गएर एउटा सर्कल लिएँ। सर्कल लिइसकेपछि मैले त्यसलाई चाहिँ सेप टुल मार्फत यसको माथिको दुईटा कुनाहरूलाई थोरै सेप दिएँ र टु लाइन टुलमा गएर एउटा धर्का तल र एउटा सिधा यो गरिदिएँ। यति गरिसकेपछि यसको कलर चाहिँ मैले हरियो दिदिएँ र यी दुईटा ब्ल्याक लाइनहरूलाई सेतो कलर दिदिएँ र यसलाई मैले ग्रुप गरिदिएँ। ग्रुप गरिसकेपछि यसलाई यो छतलाई पनि हरियो राखिदिएँ, यो छतलाई पनि हरियो राखिदिएँ। यति गरिसकेपछि अब यसलाई त्यति गाढा नराखौँ, यति सामान्य राखौँ। यसलाई थोरै माथि राखिदिएँ र यसलाई पनि माथि राखिदिएँ। फेरि पेन टुलमा गएर मैले एउटा लाइन बनाएँ। यसलाई सेप टुलमा गएर कन्भर्ट टु कर्भ गरिदिएँ। कन्भर्ट टु कर्भ गरिसकेपछि अलिकति सेपहरू दिने। मैले यसलाई यस्तो सेप दिदिएँ। यस्तो सेप दिइसकेपछि मैले यो माथिकोलाई एउटा यो सेप दिइसकेपछि मैले यो झ्याललाई थोरै सानो बनाइदिएँ र माथि राखिदिएँ र एउटा अर्को झ्याल बनाएर यता राखिदिएँ। त्यसैको एउटा डुप्लिकेट बनाएर यतानिर थोरै यस्तो सेप दिदिएँ र यसको कपी गरेर मैले तलतिर राखिदिएँ। यसको कलर चाहिँ मैले यही नै राखेँ र तलतिरको चाहिँ
मैले यस्तो कलर राखिदिएँ। यति भइसकेपछि यसलाई थोरै मैले फेरि यसलाई पनि थोरै तल गरेर यति नै राखेँ। पेन टुलमै गएर यसलाई मैले ग्रुप गरिदिएँ। ग्रुप गरिसकेपछि थोरै यतापट्टि सराएँ। फेरि पेन टुलमा गएँ। पेन टुलमा गएर सुरु गरेँ। यो एउटा यतिसम्मको हाँगो भयो। त्यसपछि थोरै माथि गइसकेपछि फेरि अर्को हाँगा बनाइदिएँ। यति भइसकेपछि मैले तल सिधा लगेर यसले चाहिँ मिलाइदिएँ। नोट गरिदिएँ। नोट गरिसकेपछि यो मिलिसक्यो। यसलाई फेरि सेप टुलमा जाने। सेप टुलमा गइसकेपछि यसलाई थोरै मिलाउने। यो सबै कुराहरू यो अलिकति हाँगाहरू मिले जस्तो भएको छैनन्, त्यही भएर थोरै मिलाउने। यता कन्भर्ट टु कर्भ भन्ने हुन्छ। थोरै यसरी कन्भर्ट टु कर्भ गर्ने र मिलाउने। यति भइसकेपछि यतानिर पनि थोरै तलतिर थोरै ठुलो टाइपको बनाइदिउँ। यति बन्यो। यति बनिसकेपछि अब मैले यसको लागि पातहरू बनाउनु पर्ने भयो। यति गर्ने। यति गरिसकेपछि सेप टुलमा जाने र यसलाई कन्भर्ट टु कर्भ गर्ने। यति गरिसकेपछि यो भयो। यति भइसकेपछि अब हामीले यसलाई पातहरूलाई रुखमा राख्ने। यसलाई थोरै यता राख्ने। फेरि त्यसैको कपी गर्ने। यता राखिदिएँ। फेरि एउटा कपी गरेर जति चाहिन्छ त्यो अनुसार हामीले यसरी राख्ने। यो राखिदिएँ। कपी गरेर कर्मशः मैले यसरी राखेँ। यसको फेरि एउटा कपी गरेर मैले यतातिर यसमा राखिदिएँ। त्यसै गरी यतापट्टि पनि राखिदिएँ। यसरी मैले राखेँ। यसरी नै मैले अरूमा पनि सराइदिएँ। फेरि कपी गरेर यसलाई मैले यतापट्टि थोरै यसरी राखिदिएँ। फेरि यसलाई कपी गरेर यसलाई यतापट्टि पनि यसरी राखिदिएँ। यति भइसकेपछि हाम्रो यो पनि बन्यो। यसको कलर चाहिँ मैले अलिकति रुखको थोरै कम गरिदिएँ। यो सबै ग्रुप गरिसकेपछि हाम्रो एउटा रुख पनि बन्यो। घरको गार्डनर एउटा
रुख पनि बनिसकेको छ। यति भइसकेपछि हाम्रो घर चाहिँ बन्यो। हजुरहरूलाई भिडियो कस्तो लाग्यो सुझाव सल्लाह दिन नभुल्नुहोला। धन्यवाद।